के छ हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै नै छु फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो YouTube च्यानलमा र अर्को न्यू भ्लगमा चाहिँ यहाँहरुलाई सम्पूर्णलाई स्वागत छ म चाहिँ हप्तामा चाहिँ एउटा भिडियो अपलोड गर्ने गर्छु किनभने अरु बेला चाहिँ समय मिल्दैन नि त त्यही भएर काम गर्नुपर्ने हुन्छ अरु बेला चाहिँ हप्तामा चाहिँ एकचोटी म अपलोड गर्ने कोसिस गर्ने छु त्यही हो साथीहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब बटन छ त्यहाँ नजिकै त्यो बटनलाई थिच्दिनु होला र गरिसक्नु भएको छ भने चाहिँ भिडियोलाई हेरेर अन्तिमसम्म साथ सपोर्ट गरिदिनु होला पनि भन्न चाहन्छु अहिले चाहिँ हामी यता उषक ख्यालको भित्र चाहिँ छौं यता चाहिँ हामी फुल हेर्न आएको साकुरा यानी कि कोरियन भाषामा चाहिँ यसलाई फतफुत भन्ने गरिन्छ त्यो फुल चाहिँ हेर्न आएको तर अस्तिको पाला चाहिँ हल्का कोपिला थियो अहिलेको पालामा चाहिँ फेरि पात भइसकेको छ क्या फेरि समय मिलेन क्या त्यही भएर यस्तो छ क्या अहिले चाहिँ यस्तो अहिले चाहिँ हल्का मात्रै छ फुल चाहिँ अनि पात चाहिँ भइसकेको छ त्यो फुल चाहिँ अब झरेर त्यो चाहिँ मौसम चाहिँ आकाश चाहिँ क्लियर छैन त्यही हो अब माथिबाट दुईटा गोर्खे चाहिँ माथिबाट आउँदैछ ल अहिले चाहिँ हामी अब यता उषक ख्यालको भित्र चाहिँ छौँ हामी चाहिँ 3 जना टक्क यता चाहिँ खास अहिले चाहिँ फुलै छैन क्या के ल फुल चाहिँ सब झरिसकेको छ क्या पुरै ल यार अघि चाहिँ लास्टै पानी भएर के अघि चाहिँ त्यही भएर लिएर साइकल चलाएर आएको अहिले चाहिँ रुममा पुगिसकेँ आज चाहिँ खासै घुम्न पाएन कि त्यही भएर छिटै रुममा आइपुगेँ किनभने मौसमको कारण चाहिँ अब घुम्न पाइएन त्यही हो अब टक्क लगाएर आउँदाखेरि चाहिँ हल्का भोक पनि लागेको महसुस भयो अब चाहिँ टक्क एउटा खिम्ची रामेन चाहिँ बनाएर खान्छु त्यसपछि चाहिँ अब त्यस्तै आज खासै घुम्न चाहिँ पाएन साथीहरु अब चाहिँ मैले किन्ची लिइसकेँ अब चाहिँ यसलाई प्याकको पाराले यस्तो तरिकाले खाने कि अब त्यो गयो चाहिँ दामी रेडी भइसक्यो कि चटपट च्यातेर चाहिँ होइन ल अब यसको सुप चाहिँ खतरा मिल्ने क्या अब यसलाई चाहिँ काठको चोपिस्टिकले यसरी थिचेर राख्नुपर्ने हुन्छ त्यसपछि चाहिँ टक्कै खानुपर्ने हुन्छ साथीहरु अब अघि चाहिँ बाहिर जहाँ निस्किन पाएन कि निस्किन त निस्कियो अब त्यति घुम्न चाहिँ पाएन किनभने कि मौसमको खराबैको कारण चाहिँ आज हल्का मात्र घुम्नु भयो आज फुल हेर्ने रोग चाहिँ लास्टै थियो साथीहरु किनभनेदेखि अस्तिको पाला जाँदाखेरि हल्का खोटिनु मात्रै थियो तर यो पालि जाँदाखेरि चाहिँ फेरि फुलेर पनि झरिसकेको छ अब हावाले उडाएर भनेको मतलब यो पालि चाहिँ समय मिलेन खासै फुल हेर्नको लागि चाहिँ हेर्न त अस्ति पनि हेरेको थिएँ र मैले यो भिडियो पनि अपलोड गरिदिएको थिएँ हेर्नुभएको छैन भने गएर हेरिदिनु होला भन्न चाहन्छु साथीहरु सबैले कतैले खान लागेको मैले यसरी दामी खतरा मिल्छ कि यो भित्र चाहिँ खिन्ची पनि हुन्छ कि सानो सानो त्यो यस्तै
ल साथीहरू मैले चाहिँ चौचो पनि खाइसकेँ। अब बाहिर निस्किन जाउँ भन्दा पानी परिरहेछ बाहिर चाहिँ होइन, त्यही भएर चाहिँ के गरेर चाहिँ समय बिताउँ भन्ने भइसक्यो। समय चाहिँ भर्खर 4 बजीको छ, अझै 3-4 घन्टा नै बाँकी छ होइन। त्यही भएर यस्तो हुँदैछ कि फेरि काम गर्दाखेरि चाहिँ कहिले बसौँला कहिले मस्त तरिकाले बसाउनु भन्ने हुँदो रहेछ। तर जब बस्ने दिन आयो कि बाहिर निस्क्यो भने चाहिँ समय अब गएको थाहै हुँदैन होइन। अब एक्लै अब रुममा बस्नु पऱ्यो भने चाहिँ समय कहिले पनि नगएको जस्तो अब बिस्तारै चलेको जस्तो हुन्छ कि होइन। त्यही भएर चाहिँ समयको सदुपयोग गर्दै चाहिँ मैले धेरै समय अगाडि चाहिँ हल्का गिटार चाहिँ सिकेको थिएँ। लगभग अहिले चाहिँ नबजाएको चाहिँ त्यस्तै 6-7 महिना चाहिँ भइसक्यो। मैले बिचमा चाहिँ छोडेको थिएँ नि त, त्यही भएर काट्टा चाहिँ सार्न चाहिँ सकिँदैन कटहरू चाहिँ होइन। तै पनि हल्का फुल्का कटहरू चाहिँ मैले दिमागमा चाहिँ राखेको छु। त्यही भएर त्यो समयको स्मरण गर्दै चाहिँ म एउटा गीतलाई चाहिँ प्रयास गर्दैछु। हजुरहरू पनि सुनिदिनु होला र खासै राम्रो भोइस पनि छैन, तैपनि हजुरहरू सुनिदिनु होला भन्न चाहन्छु। त्यस्तो गिटारिस्ट चाहिँ होइन, म बिगिनर्स हो। त्यही भएर चाहिँ कटहरू चाहिँ सर्लक सक्दिनँ म, किनभनेदेखि यो पनि धेरै सिक्नुपर्ने रहेछ नि त। मैले चाहिँ बिचको समयमा चाहिँ छोडेको थिएन, त्यही भएर बिर्सिएको पनि हुन सकिन्छ मैले चाहिँ सायद सम्भवतः। हेरौँ है साथी हो। ल लेट्स सी गो। अब चाहिँ विदेश जाने माया तिमीलाई यो शीर्षकमा चाहिँ म गिटार बजाएर आफैले गाउने प्रयास गर्नेछु है त साथीहरू।